बुढाले फोन पनि उठाउन फेरि पट्टु यतिले पनि ओलीले फोन गर्छ यार के भन्नु फोन गरौँ हेलो 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 जैनबल जैनबल भन्नुहोस् के काम फोन गर्नु तपाईँ जे काममा हुनुहुन्छ जस्तो काममा हुनुहुन्छ तपाईँ जहाँ भन्नुहुन्छ त्यहाँबाट आउनु पऱ्यो छिटो तुरुन्तै आउनु पऱ्यो यहाँ मसँग त्यो तुरुन्तै कुरा मिटिङ गर्नु छ के को मिटिङ गरेर त्यस्तो म पनि हुनु भने प्रचण्डले बोलाउनुहोस् प्रचण्डसँग लिएर यस्तो छलफल गर्नु न बोलिदिनु पऱ्यो ओके ओके म आएँ बोकिरे म हिँडेँ होइन म हिँडेँ आएँ बोकिरे ए आउनुभयो बरु सुपरफास्ट हुनुहुन्छ रहेछ तपाईँ आउनुभयो मलाई खुसी लाग्यो के छ त नगर मेरो अहिले हात काटेको छ तपाईँ आउनुभयो ल बस्नुहोस् हुन्छन् तपाईँ आउनु बस्नु भनेको चाहिँ त किन उभिराख्नु भएको छ फेरि बस्नुहोस् न फेरि जेरी के दियो चाहिँ बस्नुहोस् यतिको बस्नुहोस् भनेर हुन्छ कुरोमा अगाडि बढेर कुरो गर्नु पऱ्यो तपाईँले बोलेर हुन्छ बोलेर हुन्छ एकचोटि तपाईँ मान्छे कस्तो हो तपाईँले भनेर हुने के तपाईँ आउनु पऱ्यो पट्टि हुनु पऱ्यो भनेर हतियार के तपाईँले भन्नुहोस् के भन्नु खोज्नु भएको छिटो भन्नुहोस् तपाईँ र म मिल्यो तपाईँ र म मिलेर बरु जाने तरिकाले फेरि पार्टी बनाऊ एक ग्रुप बनाऊ सिटी गरौँ तपाईँको र मेरो पार्टी ट्याक्क तपाईँको नामबाट नेपाली काङ्ग्रेसबाट नेपालका एमाले बनाऊँ यो असम्भव यो हुँदै हुँदै यो कुनै पनि निस्केको छ अहिले बनाऊँ म त्यसको अध्यक्ष हुन्छु तपाईँ त्यसको उपाध्यक्ष हुनुहोस् पार्टीको म प्रधानमन्त्री भएपछि तपाईँ यसै भइहाल्नुहुन्छ म पछिको त तपाईँको हो त्यही भएर त्यो दुइटा मिलेर गरौँ यो कुरो प्रचण्डलाई थाहा नहोस् यो कुरो प्रचण्डलाई नि थाहा हुनु भएन तपाईँ र म मिलौँ तपाईँको पार्टी जति मेरोमा सारौँ त्यसपछि नेपालका एमाले पार्टी हुन्छ काङ्ग्रेस पनि नेपालका एमाले हुन्छ नेपालका एमाले भएपछि आफ्नो राम्रोसँग जितिन्छ नेपाली काङ्ग्रेस पार्टी कसैसँग चुल्लो मुल्लो पनि होइन कसैको गुलामी पनि बन्दैन है म प्रधानमन्त्री बन्नुपर्छ ज्योतिषीले भनेछ यो हुँदै हुँदै यो म सब कुरो प्रचण्डलाई भन्छु प्रचण्डलाई म तपाईँ पनि यस्तो कुरो नगर्नुहोस् न जसरी हुन्छ यो कुरो प्रचण्डलाई नभन्नुहोस् मनको कुरा मनैमा राख पतञ्जलि केशमा राख सिमसिमे पानीमा मैले भनेको बजागनीमा सिमसिमे पानीमा मुन्ने यस्तो चाहिँ तपाईँले बोलाएर आउनु भयो कि यो मेरो दुश्मनी हो यस्तो यो होइन तपाईँ किन मेरो बैठक भनेर अर्कैलाई बोलाउने तपाईँ र म हुनुपर्छ यस्तै ठिक मैले बोलाएको पनि भन्यो यो मान्छे एउटा मै रोकिदियोस् हो प्रचण्ड चाहिँ आउनुहोस् बस अब आइहाल्नु भयो बस्नुहोस् कहाँ फुर्केर त्यहाँबाट जानुहुन्छ बस्नुहोस् यस्तो हालत खेर भयो कि मैले यस्तो मान्छे भयो कसबाट क्वाप्स पारिदिन्छ यसो अब यस्तो चाहिँ यस्तो हो क्वाप्स होइन त्यो यो मान्छे हेर्नुहोस् तपाईँ मिल्नुपर्छ बस्नुहोस् यस्तो भयो ओके बस्ने मन त होइन त्यही पनि मेरो प्राणभन्दा प्यारो मित्र देउबाजीले भन्नुभयो बसिहालौँ नत्र कोही कोहीका घर आउने मन त होइन त्यही पनि यसो पसेको मुन्नी भयो तपाईँसित धेरै सङ्क गर्नु पर्दैन अरू बसी हुन्छ त्यही पनि अब यस्तो मान्छेले के भन्यो देउबाजी भन्नुहोस् तपाईँ आफै गर्नुहोस् अझैको छलफल चाहिँ म हुन सक्दिनँ म यहाँबाट हिँडिदिन्छु अब ठिकै छ अब भागी पो हाल्ने जहाँ प्रचण्ड आउँछ त्यहाँ त उदुमै मचिहाल्छ अब भागौँ अब भगाएको उठे भएर पनि मैले चाहिँ हो भगाएकै हो भागे हामीलाई नि हेत्रेछ है यसको त यस्तो छ भोलि बाख्रा गुखाएर बर्किमलाई निकाले जस्तो कुरो नगर्न तैँले यस्तो सिक्का झर्कै मिल्दैन देउजी यस्तो मान्छेलाई लिएर तपाईँ किन आउनु पर्यो सट्ल्याक्स छैन भइन्छ त्यो जस्तो मान्छे अगाडि यस्ता अनुहार नमिलेको यस्तै चुनावमा हुँदैन जित्न नसके फतफताउनु छैन मलाई मुन्नी ए बाबा तपाईँ किन यस्तो गर्नुहुन्छ तपाईँ यसो लिएर अब त मिलियो यार तपाईँ यस्तो झगडा गरेर हुन्छ दुईवटा बहुमत भएर झगडा गर्ने होइन तपाईँहरू मिल्नुपर्छ मिलेर बस्नुपर्छ झगडा मान्छे गर्नु हेच्चेर तपाईँ झगडा गर्नु हाम्रो सामान्य हो तपाईँ विचार नपर्दा हुन्छ कहिले कसै त फेरि यस्तो छेउमै मनमै छुने कुरा गरिदिन्छ यस्तो कुरो गर्नुपर्छ आई लभ यु तपाईँले धेरै अब आज चाहिँ भरे भात खानु भेट्नुपर्छ अब चाहिँ हामी भाउ आजको यो मिटिङ सिटिङ नगरौँ मुन्नी ए जाँठो देउवा बुढालाई उडाइदेऊ मुन्नी के छ